टु माई युट्युब च्यानल। आई होप कि तपाईँहरू सञ्चार हुनुहुन्छ होला हैन। म पनि एकदम सञ्चारमा छु हैन। अनि ठ्याक्क लाएर चाहिँ अब चाहिँ तयार लाग्दैछ नि त हैन। हाम्रोतिर चाहिँ अब हल्का फुल्का काम हुँदैछ, तपाईँहरूतिर चाहिँ के कस्तो हुँदैछ हैन। टक्क लाएर आज चाहिँ घरमा चाहिँ पेन्ट लाउने काम हुँदैछ हाम्रो चाहिँ हैन। ठक्क लाएर पेन्ट सेन्ट अब हिजो आइसकेको छ हैन। अनि अहिले चाहिँ करिब 7:30 जति भएको छ। अनि टक्क लाएर बिहान उठेर अनि फ्रेस भएर हैन चिया खाएर म चाहिँ अब रेडी भइसक्यो हैन। टक्क लाएर हल्का फुल्का घाम पनि लागिराखेको छ हैन। घाम चाहिँ भर्खर उदाउँदैछ हैन। अनि हाम्रो चाहिँ हैन यस्तो अग्लोमा चाहिँ अनि ठक्क लाएर यहाँ चाहिँ अनि भर्याङ लगाएर अनि त्यसपछि पेन्ट लगाउनु पर्छ हैन। अनि उता अगाडि अनि पछाडि साइडमा फेरि अब हाम्रो ठ्याक्क यस्तो छ नि त, गिरेल छ नि त हैन। हेर्न सक्नुहुन्छ यो गिरेल छ नि त। ठ्याक्कै गिरेलबाट चाहिँ अनि माथि तल लाउन चाहिँ मिल्छ कि हैन, हाइट पुग्छ। यो लामो बाटोमा चाहिँ पुग्दैन कि हैन। अनि त्यसमा चाहिँ अनि भर्याङ लगाएर चाहिँ अनि बल्ल लगाउनु पर्छ हैन। कलर चाहिँ पेन्ट सेन्ट चाहिँ निकालिसकेको मैले हैन। अनि हाम्रो चाहिँ ठ्याक्क लाएर हैन पेन्ट चाहिँ मिक्स गरेर आएको रहेछ कि हैन। हल्का पानी थपेर अनि त्यसपछि रेडी भइहाल्छ, त्यो चाहिँ टाइम लाग्दैन हैन। अनि टक्क लाएर यसमा चाहिँ पानीले चाइसकेको हो कि हैन। मैले चाहिँ अब पेन्टहरू स्वाइसै लाग्छ नि त हैन, छिटछिट लाग्छ, इजी पनि हुन्छ नि त लगाउन। अनि ठक्क बाल्टीमा पानी भरेर हैन हाम्रो चाहिँ हैन यसरी पानीले चाहिरहेको छ नि त। ठक्क पानीहरू पेन्टहरू मजाले लाग्छ नि त हैन। त्यसैले चाहिँ हैन। हजुर के भन्यो? ल आएँ म। यसो चारेपछि हैन पेन्ट चाहिँ मजाले हैन इजिली लाग्छ कि। नै भने चाहिँ अब यो कति 1.5-2 साल भइसक्यो होला पेन्ट नलाएको हैन। पेन्ट कस्तो लाग्दैन कि हैन। ल हाम्रो चाहिँ हैन टक्क लाएर पेन्ट पनि भाउजूले रेडी गरिसक्नु भएको हैन। हुन्छ होला कि हुन्छ होला। अहिले फेरि कलर आएन भने फेरि अलि टेन्सन हुन्छ। यहाँ माथि फाल्नु त, भित्तामा लाउनु हल्का। हुन्छ होला ठिकै छ, हुन्छ होला कि हुन्छ। हुन्छ हात धोइहाल्नु फेरि जाँदैन अलि। टक्क लाएर होइन पेन्ट सेन्ट रेडी भइसक्यो। अनि ठक्क यता चाहिँ अनि हामी चाहिँ यहाँदेखि सुरु गर्नु भन्यो होइन। त्यो भएर चाहिँ भर्याङ सर्याङ लगाइसक्यो। अनि टक्क लाएर ब्रुसहरू पनि रेडी गरिसक्यो होइन लगाउनुलाई। यसले चाहिँ माथि छ नि त। अनि टक्क लाएर अनि यहाँ भर्याङमा चढेर होइन अलि लामो भयो त, यहीँदेखि नै पुग्दो रहेछ त। यसरी चाहिँ होइन टक्क लाएर भर्याङ चढेर होइन स्वाई होइन लगाइन्छ यस्तो चाहिँ। अनि टक्क अब लगाउनु चाहिँ सुरु गर्नुपर्छ होइन। टक्क लाएर चाहिँ बल्ल चाहिँ आधा सक्यो होइन। हातहरू यस्तो आएको पुरै लुगाहरू हेर्नु न। अनि टक्क लाएर अब बिहान नास्ता गरेको होइन। अनि भोक पनि लागिसक्यो। टक्क यो माथि कलर चाहिँ होइन पुरै लागिसक्यो होइन। म चारैतिर देखाउँछु होइन। यो माथितिर चाहिँ पुरै लागिसक्यो। अनि यो रातो कलर चाहिँ अब एकछिनमा होइन टक्क लाएर चाहिँ होइन यो माथिको चाहिँ निलोवाला चाहिँ पुरै लागिसक्यो होइन। अनि टक्क लाएर अब रातो चाहिँ अनि खानसाना खाएर होइन भोक पनि लाग्न थालिसक्यो नि त। 1:30 जति भइसक्यो। बिहान 8 बजेदेखि स्टार्ट गरेको होइन, नास्ता खाएर स्टार्ट गरेको। अनि एक्लै गरिरहेको नि त। अनि त्यही भएर टाइम पनि धेरै लागिरहेको। अनि ठक्क ठुलो भइसक्यो सकिसक्यो होइन। अनि मेन प्रब्लम भनेको होइन यो रातो देख्नु भयो नि सिधा माथि, यसको लागि चाहिँ अब भर्याङहरू लगाएर अनि फेरि होइन सानो डब्बाहरू छ त्यसलाई बाँधेर अनि फेरि ब्रसहरूले फेरि लगाउनु पर्ने छ होइन। यो मेन चारतिर अब घरको 4 कुना हुन्छ नि त्यसमा चाहिँ लगाउनु पर्ने छ होइन, जसमा चाहिँ अलि धेरै टाइम लाग्छ। अनि त्यसपछि धेरै टाइम लाग्दैन नि त, यो मुनि त छिटो भइहाल्छ होइन। मेन ठुलो काम भनेको चाहिँ अब सकिसक्यो होइन। अनि ठ्याक्क रातो अब हल्का अब माथि चढेर भर्याङ हालेर चाहिँ अनि लगाउनु पर्छ। त्यो सकियो भने चाहिँ अनि मुनि चाहिँ इजी हुन्छ होइन। अनि फटाफट पनि सकिन्छ। सो होइन अब चाहिँ खानसान खाएर अब खाना पनि चम्मचले खानुपर्ने भएको छ। अनि
हात धोएको मजाले पुरै गाते गएन सबै पेन्टहरू लगाएर अनि मस्तले नुहाएर हैन हातहरू यताउति सब मजाले धुनुपर्छ हाम्रो चाहिँ यो मैले भनिरहेको थिएँ नि अघिदेखि माथिसम्म लाउनु पर्छ भनेर हैन यो रातो कलर यो पनि लगाइसक्यौँ हैन हाम्रो चाहिँ मम्मीले चाहिँ यो चाहिँ हैन ऊ अर्को कलर हो के अनि यो चाहिँ अर्को कलर हो अनि यो चाहिँ अहिले चाहिँ यो वाला चाहिँ मम्मीले थाहा पाउनु भएन छ अनि अर्को कलर ल्याइदिनु भएछ हैन अनि टक्क लाएर चाहिँ अब पुरै लाइनहरू चाहिँ हैन बनाइसक्यो हो माथि चढेर हैन भर्याङदेखि माथि चढेर भर्याङ चाहिँ यहाँ छ हैन यहाँदेखि भर्याङदेखि चाहिँ माथि चढेर अनि सब पुरै तलदेखि माथिसम्म चाहिँ मैले सब चारतिर नै लगाइसक्यो हो हैन यता यो भर्याङमा चढेर हैन यसरी माथि चढेर चाहिँ अनि माथि चढेर चाहिँ पेन्ट पुरै हैन तलदेखि माथिसम्म चाहिँ लगाइसक्यो हो अनि टक्क लाएर चाहिँ यो पुरै लाइन चाहिँ यो लाइन देख्नु भयो जुन माथि गएर यो लाइन चाहिँ बनाइसक्यो पुरैतिर जहाँ चाहिँ मुनदेखि चाहिँ हैन यो ओरेन्ज कलरको हाम्रो चाहिँ खासमा यो रेड कलरको ग्रे आउनु रहेछ हैन त्यो चाहिँ लगाएको रहेछ पहिला चाहिँ अनि अहिले चाहिँ अनि पेन्ट आएको रहेछ कि हैन ओरेन्ज कलरको पेन्ट आएको छ के अनि यो लगाउनु भनेर ठ्याक्क अब सब अब लाइन गराइसक्यो हो अनि अब ठ्याक्क पेन्टहरू पनि रेडी भइसक्यो अब सर्ट हैन पुरै पेन्टहरू लगाइसकेपछि हैन सकिन्छ निकै पेन्टहरू यहाँ छ हैन हैन अलिकति हालेर मिक्स गरिराखेको के मैले त्यो धेरै बाक्लो भयो के अर्को डब्बा खोलेर दुईटामा आधा आधा गराएर अलिकति पानी थपेर मिक्स गरिराखेको के घोप्टाउँदैन नि पेन्ट एकदम कस्टली हुन्छ नि त अनि बाक्लो आएको रहेछ कि हैन बाक्लो आएको रहेछ अनि थोरै चाहिँ पानी मिसाएर अनि राम्रोसँग मिक्स गरेर अनि हैन लगाउँदा इजी पनि हुन्छ बाक्लो भयो भने फेरि के हुन्छ सर्दैन नि हैन लगाउँदा पनि अनि हल्का पातलो ठिक्क भयो भने चाहिँ हैन मजाले चल्छ के अनि ठ्याक्क म अब यो लगाइसकेपछि चाहिँ हैन अनि त्यसपछि म तपाईहरुलाई हाम्रो घरको चाहिँ पुरा हैन कस्तो भएको छ पेन्ट हैन सब कुराहरु चाहिँ देखाउँछु हैन लटक्क लाएर हैन फाइनल चाहिँ हैन घर चाहिँ पुरै पेन्ट लाएर चाहिँ सकिसक्यो हैन कम त मेहनत लाग्यो है अनि मम्मी पनि हुनुहुन्थ्यो हैन मम्मीले हेल्प पनि गर्नुभयो हैन बट अब पेन्ट चाहिँ पुरै मैले लगाउनु पर्यो नि त अनि त्यसपछि अनि माथि अर्को अनि तल अर्को गर्दाखेरि हैन एकदम धेरै टाइम लाग्यो कि एक्लै गरेको नि त बिहानदेखि अनि अहिलेसम्म चाहिँ अहिले चाहिँ करिब 5 बज्न थालेको छ हैन देख्नु भएकै होला हैन लुगाको हालत कस्तो भयो हैन ए यस्तो भएको छ है लुगाहरू पुरै अझ एउटा राम्रो काम गरेको है मैले बिहान चाहिँ अर्को लुगा लगाएको थिएँ हैन मलाई किनभने मलाई थाहा थियो नि त बेलुकी अब ठ्याक्क पेन्ट लगाएर हैन सक्दासम्म यस्तै हुन्छ भनेर हैन यो लुगा चाहिँ पुरै फ्याक्नु पर्छ हैन फाल्नु पर्छ वास गरेर जाँदैन नि त पेन्ट पुरै लागेको छ हैन मेरो फेसैभरि पेन्ट पनि भएको छ के हो अनि ठ्याक्क मैले चाहिँ अब बिहान यस्तै लुगाहरू पुरै पेन्ट हुन्छ भनेर चाहिँ हैन अब लगाएको लुगा चाहिँ चेन्ज गरेर हैन अलिक पुरानो लुगा चाहिँ अनि लगाएर चाहिँ अनि पेन्ट लगाउन सुरु गरेको थिएँ के हैन अनि ठ्याक्क अब घरहरू कस्तो देखिया त्यो त अब भिडियोमा देखिहाल्नु भयो होला तपाईहरुले हैन त्यही हो हैन हजुरहरुलाई भिडियो कस्तो लाग्यो के कस्तो लाग्यो हैन सो कमेन्ट गरेर चाहिँ भनिदिनु ल हैन अनि टक्क लाएर अब चाहिँ कामहरु पनि सकिसक्यो हैन पेन्ट लगाउने अनि चाहिँ अब चाहिँ नुहाउन चाहिँ खोला जानु पर्छ हैन अनि खोला गएर चाहिँ अनि नुहाएर चाहिँ अनि आउनु पर्ने पनि छ हैन फेरि बाँकी चाहिँ अब अरु कामहरु पनि छन् त अब तिहारको काम हैन यताउति भइराख्छ नि त सानतिनो कामहरु भइराख्छ सो त्यो कामहरु पनि छ हैन अनि त्यति कामहरु सकेर चाहिँ हैन म चाहिँ हजुरहरुसँग हैन अर्को नयाँ ब्लगमा भेट हुने छु हैन सो आजको लागि यति नै हैन आई होप कि तपाईहरुलाई भिडियो मन पर्यो सो थ्यांक यू सो मच हैन भिडियो लास्टसम्म हेर्दिनु भएकोमा भेटौं छिटै हैन नेक्स्ट ब्लगमा